है साथीहरू मैला चाहिँ घरको के सामानहरू चाहिँ एक जग्गा थुपारेर चाहिँ मजाले बालिदिनुपर्छ है। त्यो दिन थुप्रिन्छ यसो यहाँ चाहिँ सधैँ यसो गर्छ है। हप्तामा एकपल्ट दुईपल्ट उहाँहरूले घर खोइ मान्छे यता बस्छ कसैलाई भ्याएको होला उनीहरूले वल्लो गाउँ यहाँ हाम्रो गाउँ अलिकति मुनि घरदेखि मुनि छ फ्याँक्नु अनि त्यो चट्टै लिएर थुपारेर चाहिँ यसो जसले टाइम पायो त्यसले हामी चाहिँ बाल्छौँ है। सफा पनि बस्ने नालीतिर नफ्याँक्ने बर्खामा यही नै पहिरो सहिरो जाने हुन्छ त्यसले गर्दाखेरि चाहिँ यसरी जलाउँछ एक जग्गा थुपारेर। पहिलादेखि हामी चाहिँ यहीँ हो कहीँ फ्याँकेर चाहिँ यसो यो ओह्रालो बाटो पुङजान रोड सट्टै बाटो बन्नेछ गाडीहरू हाल्छु यहाँ तल उहाँले यहाँ तल राख्नुहुन्छ चाहिँ उकालो त्यहाँदेखि चाहिँ हिँडेर आउनुहुन्छ यो उकालो बाटो बनिँदैछ र बोल्दैछ यसरी हावा पनि चलिरहेको छ हल्का एकछिन बस्नुपर्छ। सिनहरू मजाको छ पारी देख्ने लाप्चे त्यहाँ छ लाप्चे हल्कासँगले बोल्दैछ मेरो यसो मैला छ चलाउँछ है। सबैले बर्खामा दुःख पाउँछ आफूले नै साथीहरू।